एउटा हरियो जङ्गलमा एउटा सानो खरायो बस्थ्यो। उसको नाम मिठु थियो। मिठु निकै चञ्चल थियो, तर ऊ सधैँ सत्य बोल्थ्यो र अरूलाई पनि सहयोग गर्थ्यो। एक दिन मिठु जङ्गलमा खेल्दै थियो। अचानक उसले बाटोमा एउटा सुन्दर रातो झोला भेट्टायो। झोलाभित्र धेरैवटा सुनका सिक्का थिए। मिठुले सोच्यो, यो झोला मेरो होइन, यसको मालिकलाई पक्कै चिन्ता भइरहेको होला। उसले झोला बोकेर जङ्गलका सबै जनावरहरूलाई सोध्न थाल्यो, यो झोला कसको हो? केही बेरपछि एउटा बुढो खरायो दौडिँदै आयो। उसको अनुहार निकै चिन्तित थियो। उसले भन्यो, मेरो झोला हरायो, त्यसमा मेरो औषधि किन्न राखेका पैसा थिए। मिठुले तुरुन्त झोला निकालेर भन्यो, यो झोला हो? बुढो खरायोले झोला देख्ने बित्तिकै खुसी हुँदै भन्यो, हो बाबु, यही हो। तिमीले मेरो ठुलो समस्या समाधान गरिदेऊ। उसले मिठुलाई केही सिक्का दिन खोज्यो, तर मिठुले नमानेर भन्यो, मलाई इनाम चाहिँदैन, अरूको सामान फिर्ता गर्नु हाम्रो कर्तव्य हो। त्यो कुरा सुनेर जङ्गलका सबै जनावरहरूले मिठुको प्रशंसा गरे। त्यस दिनदेखि सबैले मिठुलाई इमानदार खरायो भनेर बोलाउन थाले। मिठु मुसुक्क हाँस्यो र भन्यो, साँचो बोल्दा र अरूलाई सहयोग गर्दा मन सधैँ खुसी हुन्छ। ल है साथीहरू, अरूको सामान कहिले लिनु हुँदैन। तपाईँ हामी पनि इमानदार र सहयोगी बन्नुपर्छ। ल भन्नुहोस् त, आजको कथाबाट तपाईँले के बुझ्नुभयो? कमेन्ट गर्नुहोला। मेरो नाम रिओन पङ्गेनी हो है, सम्झिँदै गर्नुहोला।